हेलो ब्युटिफुल फल्स के छ तपाईहरुको हालखबर आइ एम भेरी फाइन हैन म एकदम ठीक छु तपाईहरुको हालखबर के छ म चाहिँ राइट नाउ टुडे आइ एम गोइङ टु उल्सन बाई रक्स है रकमा रक्स हान्न जानला हैन कि जस्ट हाइकिङको लागि म चाहिँ गइराको राइट नाउ तपाईहरुले देख्नुहुन्छ म सुरक्षा नेशनल पार्कमा छु यो हाइकिङ अराउन्ड 3.5 किलोमिटर लास्ट टाइम पनि म धेरैचोटि गइसकेको छु त्यही पनि दिस टाइम अल्सो आज चाहिँ म गइरहेको छु तर क्लाउडहरु चाहिँ एकदम क्लाउडी छ वेदर चाहिँ है क्लाउड भन्दा नि एकदम वेदर चाहिँ एकदम क्लाउडी छ अनि राइट नाउ लास्ट विक चाहिँ एकदम धेरै स्नोफल भएको थियो लास्ट विक त्यसले गर्दा चाहिँ स्टिल यहाँ स्नोहरु चाहिँ बसिरहेको छ अझै माथि पनि बाटोहरु आई थिंक स्लिपरी होला स्नो नै होला कता कता है त्यतातिर तर हामी यो रुट भएर चाहिँ गइरहेको छौं यो चाहिँ अराउन्ड 2 आवर्सको हाइक मात्र हो जम्मा 2 घण्टा मात्रै हाइक गर्ने अनि झर्नी मलाई चाहिँ अहिले म फिजिकली त्यस्तो मेरो कन्डिसन पनि राम्रो छैन ठुलो हाइकहरु जान त्यही भएर म शान्तिनो हाइकहरु चाहिँ गइरहेको छु मलाई हुन्छ नि यो सुरक्षा नेशनल पार्कमा एभ्री सिजनमा हाइकिङ जान मन छ क्या एभ्री सिजन हुन्छ नि अटमको बेला जान मन छ अनि के भन्छ विन्टरको बेला स्नोफल भएको बेला एभ्री टाइम के सो दामी हुन्छ सो आज हामीसँग हुनुहुन्छ मिस्टर सिद्धार्थ लामा है के छ त नि कस्तो हुँदैछ बब्बाल सधैँ बब्बाल बल भइरहेको छ हैन अनि अगाडि हाम्रो 3 जना त्यो एक्लो बाँदरहरु हिँड्दैछ तिनीहरू चाहिँ हो केटाहरू अगाडि हिँडिरहेको छ अहिले एकछिन इन्ट्रोड्युस गराइहालौँला उनीहरूलाई हैन त्यही भएर यो हामी त्यस्तो हो हामी अलि चकचके बादर जस्तो गर्छौँ के गरिरहेछ ह किन भिडियो बनाउन ब्याक कम अहिले धन्नले कन्टेन्ट भने एउटा बाँदर यो बादर हो इन्ट्रोड्युस गर्नु त दिस इज मिस्टर रमन रत्न एन्ड वान अफ द स्पोर्ट्स पर्सन है भिडियो भइसक्यो दिस इज लामा लेट्स गो कम अन गाइ ओए ठोकिन्छ कि म ओए के हो एन्ट्री त हिरो वाला हिँड्नु छ सो दिस इज द वे है यो चाहिँ अलि यो कस्तो छ भनेपछि यो बाटो अलि स्लिपरी छ स्नोफल हुँदा चाहिँ अलि स्लिपरी हुन्छ राइट नाउ स्नोहरु सबै हटाइसकेको छ यो बाटो हल्का ठिक छ हिँड्नलाई चाहिँ हैन यदि तपाईहरु सुरक्षा नेशनल पार्क आउँदै हुनुहुन्छ भनेपछि यो हाइकिङ चाहिँ छुटाउनै नपर्ने हो 1.5 घण्टामा हाइकिङ कम्प्लिट हुन्छ भ्यू एकदम दामी छ है यता वरिपरि हुने मान्छेहरुले सबैभन्दा धेरै जाने हाइकिङ यही नै हो हैन त केटा हो हाउस द जोस केडा हो हाउस द जोस जवान हाइ सो माइकमा कुकुरी केटा मी अराउन्ड 10-15 मिनट हाइक आनिसक्यो हैन आधी 10-20 मिनेटै भइसक्यो थाक्न त थाकिसक्यो त्यही नि पुस गरिरहेछ बिस्तारै ब्याक पनि भइरहेको छ अब चाहिँ अगाडिको बाटोहरु चाहिँ यस्तो पछाडिको जस्तो यस्तो राम्रो चाहिँ छैन है यताको माथितिरको बाटोहरु चाहिँ अलि स्नोई छ स्नो हिँड्दै जानुपर्ने हो अलि स्लिपरी पनि छ जुत्तामा ग्रिप पनि खासै त्यस्तो राम्रो छैन त्यही नि हामी गइ त रहेको छौँ है मेरो जुत्ता चाहिँ लास्टै स्लिपर रहेछ आइसकेको रहेछ जुत्तामा त ग्रिपै भएन हाइकिङको लागि छुट्टै जुत्ता हुन्छ तर त्यस्तो छैन नि त त्यही भएर अनि जे छ त्यही ल्याएर चाहिँ हामी आइरहेको छ यो मान्छेलाई चाहिँ कस्तो भइरहेको होला उसले ब्लेजर लगाइरहेको छ सोल ग्रिपै छैन होला यहाँबाट चिप्ल्यो भने त सिधै मुनि हो यार म चिप्लिरहेको छु लिटरली ग्रिप त्यो सिधा बाटोमा सिधामा उभिँदा त ग्रिप बसिहाल्छ नि तर चिप्लो ओए मेरो जुत्ता लास्ट चिप्ल्यो यार केटा अब माथि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो अहिले यस्तो चिप्लिरहेछ ल नाच्छु खोइ सङ चाहिँ कुन हो कहाँ बस्छु लाउरे कम्मरमा ए मगर्नीवाला बनाइदिउँ त मगर्नी लरेर उनको ढुङ्गा छातीकै राम्रो रोएको थिएन जानी त लौ देखाइदिउँ न यार अनि लेट्स गो हामी आफूले आफूलाई मोटिभेट हान्दै हिँडिरहेको छौँ स्लिपरी छ त्यही नि
मेरो जुत्ताको ग्रिप हेर्ने तपाईँहरू यहाँ हेर्नु है जुत्तामा ग्रिप छैन क्या देख्नु जस्तो ग्रिप त छैन त्यही नि तर बाटो दामी हो हिउँ पऱ्यो पुरै हिउँै हिउँको ओइ मेरो जुत्ता लास्ट चिप्ले यार तिमीहरू चिप्ले छैन मेरो त कस्तो चिप्ल्या हो साथीहरू यस्तो हाइकिङ जाँदा हिउँ परेको ठाउँमा त अलिक ग्रिप राम्रै भएको जुत्ता लाउनुपर्छ हौ यस्तोले हुँदैन गयो भने त सिधै मुनि चिप्लिन्छ त्यही भएर राम्रो जुत्ता हेर्नु न यत्तिकै हिँड्दै चिप्लिरहेको मेरो खेल्दै खेल्दै जा ल ल ल ओके सो हियर वी आर अबाउट धेरै छैन अब यो पछाडिको देख्नु भएको छ तपाईँले द्याट्स द उल्सन भाइ रक है धेरै पर छैन अब म्याक्सिमम् हिँड्न पर्दा आधी 1 घन्टा अझै त्यसपछि हामी पिकमा पुग्छ स्नोको बेला चाहिँ यो ठाउँमा जानु मजा लाग्दैछ हेर्नु त जुत्ता चिप्लिरहेको छ त्यही पनि मजा लाग्दैछ जो चढ्न होइन हिउँ परेको सिजनमा नि म यो पार्ट यो मेरो 3rd कि 4th टाइम हो जस्तो लागिरहेको छ 4th टाइम हो क्या 1 2 3 4 4th टाइम हो म एभ्री सिजनमा आएको छु क्या समरको बेला आएको छु यो ग्रिनरी भएको बेला आएको छु अटमको बेला आएको छु अनि अस्ति लास्ट टाइम हल्का उजाड परेको बेला त अर्कै ठाउँ गएँ अहिले राइट नाउ म त फेरि यो स्नोफल भएको बेला चाहिँ आएको छु है ठाउँ चाहिँ दामी छ क्या के हो जुत्ता चिप्ल्या चिप्लै गर्छ त Darkest night, you are my shining light. When I am weak, you give me strength to fight. You lift my burdens, wipe away my tears. In your love I find peace that calms my fears. Jesus, you are my hope and guide. हामी चाहिँ अब 1 किलोमिटर पनि छैन जो बाँकी धेरै डिस्टेन्स आइयो हिउँै हिउँको बाटो यसरी आइयो अब राइट नाउ यहाँनिर छ 0.1 किलोमिटर उल्सन बाई रक्स हामी चाहिँ यहाँ गइरहेको हो तल हामीलाई यो होन्दुल फागुई भनिरहेको छ त होन्दुल फागुई रक चाहिँ कटेर यहाँतिर आयो यहाँबाट चाहिँ सोराक्सान इन्फर्मेसन सेन्टर सोनास नेसनल पार्कको इन्फर्मेसन सेन्टर अराउन्ड 3 किलोमिटर छ सो अब हामी धेरै बाँकी छैन के भइरहेछ भनेपछि मेरो सुज लास्टै स्लिपरी भयो क्या त्यही भएर म चाहिँ बिस्तारै चढिरहेको छु माथि गइरहेको छु अब हतार गरेर के फाइदा छ र अब ज्यान जोगाउनु पर्ने स्थिति आइरहेको छ है धेरै चिप्लियो क्या जुत्ता चाहिँ अनि त्यही भएर बिस्तारै बिस्तारै हुन्छ नि ठ्याक्कै यो त नेपालमा चाहिँ हामी यो खासमा यो पाहाडहरू हो क्या यहाँ चाहिँ एकदम हिउँ परिदिन्छ क्या अनि बाटो हेऱ्यो भने यस्तो स्नोले पुरै ढाक्या हुन्छ क्या देख्न सक्नुहुन्छ तपाईँहरू है स्नो छ हामी चढ्न लागेको पाहाड यो हो यो ढुङ्गामा चढ्ला हो देख्नुपर्छ कति ठुलो छ नि त होइन कोरियाको के सही छ भनेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ है बाटोहरू यस्तो स्नोई भए पनि तर साइडमा यो समात्नेहरू छ नि त तर यसरी समात्दै चढ्ने हो खासमा है मेरो त सुज पनि स्लिपरी छ त्यही भएर मलाई एकदम बिजी भयो यो चाहिँ नेपालको हाइकिङ रुटहरूमा यस्तो केही पनि हुँदैन है साथीहरू तर यहाँ चाहिँ सबै हुन्छ थाक्यो भन्ने साथीहरू आजकल फिजिकल्ली केही पनि त्यस्तो गरेको छैन अनि एकैछिनमा थाक्ने रहेछ क्या पहिला चाहिँ जे होस् फिजिकल्ली आफ्नो हेल्थ कन्सियसको लागि एक्सर्साइजहरू रनिङहरू मैले दामी गर्थेँ नि त अहिले त्यो सबै छोडेर चाहिँ यो मेरो ब्याक पेनले गर्दा अनि सबै छोडेर त्यो बसिरहेको छु थाक्ने रहेछ त्यस्तो नगर्दा चाहिँ सो हो जिन्दगीमा चाहिँ हुन्छ नि यो एक्सर्साइज भन्ने चिज चाहिँ गरिराख्नु पर्ने रहेछ फिजिकल्ली स्ट्रङ हुनलाई भए पनि होइन भने गाह्रो हुन्छ नेपालमा सगरमाथा बेस क्याम्प जान खोज्ने मान्छे म हालत यस्तो छ जान सक्छु तर म कमेन्टमा भन्नु त म जान सक्दिनँ यस्तो तरिकाले यस्तो तालले हो भने चाहिँ ओके हामी चाहिँ अब जस्ट फ्यु मोर मिनट्स टु गो है त हामी त्यहाँ गइरहेको छौँ त्यो पर त्यहाँ गइरहेको छौँ यो चाहिँ पुरै कत्रो ठुलो रक छ हेर्नुहोस् त यत्रो ठुलो छ यो You lead me all
trusting in your grace. Jesus, you are my King, none can take your place. Jesus, you are my hope and guide. No love compares to yours, so wide. I surrender all my life into your hands. You are faithful, forever I'll praise. I'll never doubt the promises you made. You're faithful forever. I will always sing your holy name. Jesus, you're my strength forever. I'll never doubt the promises you made. You're faithful forever. I will always sing your holy name. Jesus, you're my strength forever. Jesus, you are my hope and guide. No love. ल जा बाउ आऊ नचिप्लिकन आऊ ल अब इजिएस्ट वे हो क्या भर्याङ चढ्ने बस्ने भयो कि वार सक्यो क्या Two hours of hard work है फाइनली we are at the peak right now. अगाडि बढ्दैछु है त्यो पिक हो 100 भएको ठाउँ के छ भने कस्तो दामी भ्यू हो बस Look at this might be the last one है अब यहाँबाट चाहिँ हामी त्यो जान्छौँ है यो चाहिँ लास्ट ठुलो छ बेसी हो भने यो चाहिँ यहाँबाट यो सिन चाहिँ दामी छ यताको होइन यो सिनहरू छन् बाहिर अनि यो साइडमा भयो डेल्फिन रिजोर्ट प्लस हामी बस्ने ठाउँ पनि यतै साइड छ है त्यो साइडतिर चाहिँ पर हो दामी लाग्ने छ क्या माइ गड दामी भ्यू फल भएको छ त्यसले गर्दा हिँड पनि दामी देखिरहेको छ त्यो पिकमा हामी धेरै बेर बस्दैनौँ एकछिन मात्रै बसौँ है अनि घरतिर जाऊँ आज बेलुका सबै कुरा भ्याउँछ कामसाम छ त्यही भएर हामीलाई टाइम लाग्छ यहाँबाट झर्न अहिले अझै कति बज्यो थिङ्क 12 बज्न आँट्यो दिउँसोको अब 1-2 घन्टा अझै लाग्छ हामी 2 बजे 3 बजेतिर चाहिँ घर पुग्छ होला आई थिङ्क जहाँसम्म मलाई लाग्छ है यो चाहिँ हाम्रो पुरै यो महिनाको विन्टरको सबभन्दा लामो भनौँ कि छोटो भनौँ होइन तर स्नोफलले अलि टाइम लाग्यो हामीलाई अलमोस्ट 2-1.5 घन्टाको हाइक मात्र हो यो चाहिँ तर हामीलाई 2 घन्टा लाग्यो किनभने आइस छ बाटोमा पुरै स्नोफल भएको थियो त्यही भएर चाहिँ हामीलाई टाइम पनि लाग्यो अनि यहाँबाट चाहिँ आई थिङ्क मलाई जहाँसम्म लाग्छ योबाट यो चाहिँ सोरक्सा नेसनल पार्कको सबभन्दा एट्र्याक्टिभ ठाउँ भनौँ न यो सोरक्सा नेसनल पार्कको सबभन्दा ठुलो हाइक चाहिँ होइन यो ओन्ली 3.5 किलोमिटर मात्रै छ यसको हाइक चाहिँ बिगेस्ट वान चाहिँ त्यो डिरेक्सनमा छ समथिङ समवेयर देयर होइन यस्तोको अहिले भनौँ न यस्तो धेरै कुहिरो लागिरहेको छ त्यो साइड त्यसको हाइट चाहिँ अराउन्ड सी लेभलभन्दा त्यही 1708 मिटर समथिङ छ है वान अफ द बिगेस्ट भनौँ त्यो चाहिँ यो हामी बस्ने एरियातिरको तर के अरे कोरियाभरिको सेकेन्ड हाइएस्ट पर्छ आई थिङ्क मलाई जहाँसम्म लाग्छ है सो त्यो चाहिँ हो त्यहाँ चाहिँ छ बिस्तारै झर न बिस्तारै चिप्लिँदै झर न चिप्लिँदै
दुईटा हात नभएसम्म त अलि गाह्रो पर्ने रहेछ है साथीहरू बिस्तारै झरम है दुईटा हात खुट्टा टेक्दै झरिरहेको छ म नि त्यही हो म नि दुईटा हात खुट्टा टेक्दै झरिरहेको छु मैले भिडियो बनाउनु पाइरहेको छैन केटाहरूले हेर्नु है लुक एट दिस गाह्रो रहेछ हेर न म एउटा हातसम्म मात्रै झर्ने ट्राई गर्छु फेरि रिक्स छ क्या लास्टै चिप्लो छ जुत्तामा ग्रिप छैन होइन म साथीहरू म रिक्स लिन चाहन्न म चाहिँ यो राखेरै झर्छु बिस्तारै झर भयो हल्का ल यहाँबाट चिप्लिँदै गयो केटा ल एक दय चिप्ल्यो ल तिमी जाऊ न यहाँ नचिप्लिँदैछ यहाँ अनि भित्र त सब हिउँ हिउँ अगाडिबाट ओके हामी अलमोस्ट तल ग्राउन्ड लेभलमा आइसक्यो एप पनि आयो अब ट्याप पनि पुग्छु यति धेरै एनर्जी फिल्स लाइक अ गोकु भन्छ नि यहाँबाट आइदा हामी झऱ्यौँ एनर्जी देखाउँदै यताउता गर्दै अब चट्ट लाएर धेरै छैन अब राम्रो बाटो आइसक्यो त्यस्तो स्नोहरू छैन चिप्लिँदै आउन चाहिँ पर्दैन मजाले बिस्तारै झर्ने हो है त अब धेरै पर पनि छैन त्यही भएर भिडियोलाई यति नै इन्ड गरौँ है जो पनि नयाँ हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त अर्को भिडियोमा फेरि पनि भेट्ने नै छौँ हामी यसरी नै नयाँ ठाउँमा एक्सप्लोर गर्नलाई अहिलेको लागि उल्सन बाई रक्स है त थ्याङ्क यू फर वाचिङ बाई गाई यो भाइ मरिसक्यो को भाइ मर्यो भने मर्यो मर्यो रे बिचरा मेरो यादमा हो कि फेरि मैले त अगाडि बढी गेडाले रोकिदिन्छ कि दाइ केटीको त हुँदैन गेडा हुँदैन लाइफ चाहिँ यस्तै छ अनि सुई हुन्छ कि झन् दाइ त्यो त यो कोरियाको लाइफ चाहिँ यस्तै छ है कोरिया आएर कमाउने समाउने भने चाहिँ यही हो आफ्नै धुनमा रमाउने होइन अनि यसै गरी हामी चाहिँ हाइकिङतिर गएर आएका छौँ महिनाको 2 दिन काम गरेछ 29 दिन घुमेको छ जिन्दगी यस्तै चाहिँ कोरियामा कोरिया आउने भए आऊ कामै पाउँदैन सँगै घुम्नुपर्छ अनि यसरी काम पनि पाउँदैन दाम पनि पाउँदैन मैले नेपालबाट म आएको यहाँनिर आएको अब 1.5 वर्ष भयो नेपालबाट मैले 2 चोटि सेमेस्टरको फी मगाइसक्यो यो केडियुमा त झन् आउँदै नहुने केडियो त खत्तम लास्टै खत्तम म यहाँ नेपालबाट आएर जुन फोन बोकिरहेको छु त्यही फोनै बोकिरहेको छु अहिलेसम्म एन्ड्रोइडमै गुजारिरहेको छु मैले केडी चाहिँ आउने काम नगर है केडी भने चाहिँ नआऊ कोही नि तपाईँ आऊ भन्ने कि नआऊ भन्ने दुइटै अब सोचेर आउने नि आफै